हेलो नमस्ते साथीहरू। आज चाहिँ मैले खसीको बुटन बनाएको भिडियो बनाइरहेको छु हैन, देखाइरहेको छु। हजुरहरूले यसो हेरेर साथ दिनु होला। अनि त्यसपछि यो अब कतिले भन्नुहुन्छ हामीलाई पनि आउँछ भन्नुहुन्छ हैन। आउनेलाई त आइहाल्यो नि, ठिकै छ नि, राम्रो हो। नआउनेको लागि चाहिँ यो भिडियो क्या साथीहरू। नआउने अब कतिले जान्छ, सबैजनालाई त आउँछ भन्ने छैन नि त। त्यही पनि यो मेरो तरिकाबाट है। अब हजुरहरूको तरिका पनि छुट्टै छुट्टै हुन्छ नि त, सबैको आफ्नो तरिका हुन्छ हैन। यो चाहिँ मेरो तरिकाबाट हो क्या साथीहरू। ट्याक्क यस्तो चुस्तामा पानी हाल्ने हो। अनि पानी हालिसकेपछि ल यहाँ चाहिँ सयपत्री हो क्या साथीहरू। सातपत्री पनि भन्दो रहेछ, तर सयपत्री पनि भन्छ क्या यसलाई चाहिँ। अनि त्यहाँनिर चाहिँ पानीले सफा गर्नुपर्छ क्या। त्यहाँ चाहिँ बढी आचितो चाहिँ अलिकति अरूलाई पनि सफा गर्न अलिकति अप्ठ्यारो हुन्छ क्या त्यसले चाहिँ। त्यसमा चाहिँ अनि चट्टै यसरी पानी हालेर सट्ट सफा गर्ने क्या साथीहरू। अनि कतिजनाले भन्नुहुन्छ यस्तो भुइँमा राखेर गर्नुहुन्छ भन्नुहुन्छ हैन। अब हाम्रो चाहिँ पहिलादेखि नै यस्तै सिस्टम थियो क्या साथीहरू। अनि अब चप्पल त्यहीँ लगाउनु भएको छ, भुइँमा राखेर यसरी गर्नुभएको छ भन्नुभएको छ क्या। अब एकैचोटि सुधार त हुँदैन हैन। हजुरहरूको सल्लाह सुझावलाई म एकदमै सम्मान गर्छु हैन, मनमा लिइरहेको छु। पछि अब होला नि यसको पनि केही सुधार होला हैन। एकैचोटि भन्ने साथै त सुधार हुँदैन नि त, विस्तार गर्दैछौँ अब। अनि यसरी ल हेर्नुहोस् त यहाँ। अब कुरा गर्दै जाँदाखेरि कुरा त धेरै हुन्छ हैन। अनि त्यही भएर मलाई राम्रोसँग बोल्न चाहिँ आउँदैन क्या साथीहरू। त्यही पनि जसोतसो बोल्ने हो मैले। अनि लु यसरी सफा गर्ने हेर्नुहोस् त। हजुरहरूले नि यसरी नै गर्नुहुन्छ त हो त। चट्ट लाएर यसरी सफा गर्ने। अब यसलाई फनक्क फर्काउनु पर्छ क्या साथीहरू। चट्ट लाएर ल हेर्नुहोस् त। सफा भनेको अब आफूले पनि खानुपर्छ है। अब बिक्यो भने त ठिकै छ, नबिक्यो भने त आफूले पनि खानुपर्छ नि त। त्यही भएर आफूले खाने हिसाबले सफा गर्छौँ क्या साथीहरू हामी चाहिँ, चट्ट लाएर। अब कहिलेकाहीँ अब के अरे अब नराम्रो हुन्छ, सधैँभरि राम्रो हुन्छ भन्ने त छैन नि त। तर सकेसम्म हामी चाहिँ राम्रो बेस्ट दिने कोसिस गर्छौँ क्या साथीहरू। चट्ट यसरी सफा गऱ्यौँ हैन। अब यहाँ चाहिँ सयपत्री छ क्या। यो सयपत्रीलाई चाहिँ अलिक झ्याउ हुन्छ क्या। त्यहाँ अब यत्रो सब मैले पानी हालेर सफा गरे पनि हल्का त रहन्छ नि त। अनि हेर त्यो चाहिँ एकदमै सफा गर्नुपर्छ क्या साथीहरू। नभए त्यसमा फेरि त्यो आचीहरू हुन्छ क्या, फोहोरहरू बसिरहेको हुन्छ। अनि त्यसलाई चाहिँ अलिक मजाले नै सफा गर्नुपर्छ क्या साथीहरू। त्यही भएर पुरा पानी हालिहाल्यो। अब कतिले भन्नुहुन्छ धारोमा डाइरेक्ट गर्नु न अनि सजिलो हुन्छ भन्नुहुन्छ। डाइरेक्टमा पानी मात्रै सकाएर त काम छैन नि त हैन साथीहरू। हामी चाहिँ झट्ट पानी पनि ठिक्क सक्ने हो हैन, सफा पनि मजाले गर्ने हो हैन। अनि यसरी सफा गर्छ क्या साथीहरू।